आजको बिहानीकै सुरुवात चाहिँ मैले मेरो बाबुलाई स्कुल पठाएर हुन्छ। हेर्न सक्नुहुन्छ आज बिहान यस्तो दामी मौसम गरेको थियो। यस्तो मौसमलाई मध्यअन्तर गर्दै चाहिँ मेरो चार्जर बिग्रेको थियो। म त्यो चाहिँ मौसमको फाइदा उठाएर चाहिँ म तुरुन्त भागेँ कोलपुर। मेरो चार्जर बिग्रेको थियो 3-4 देखि, त्यही भएर चाहिँ मैले ल्याउन गएको थिएँ। अनि घर पुगिसक्दाखेरि त मेरो घरमा यति ठुलो किमुको बुढा चाहिँ हेर्नु के भन्नु र, किमुको बुट्टाबाट यति धेरै किमु खसेर पुरा भैँभरि कस्तो बनाएको थियो। अनि मैले सबै सफा गरेर आएर चाहिँ सुतेको थिएँ। अनि साथीहरूले फोन गरेर चाहिँ मलाई ल चिया खान आऊ है भनेर फेरि बोलाएर म च्याप्प गइदिएँ चिया खान। अनि त्यसपछि उहाँदेखि आएर चाहिँ यति धेरै कपडा थियो, कपडा पट्टाएर फेरि म चाहिँ लागेँ बाबुलाई लिएर आउन। अनि बाबुलाई लिएर आइसकेपछि बाबुलाई चाहिँ मैले भित्र राखेर मेरो कपडा थियो धुन हल्का, अनि मैले चाहिँ कपडा सपडा धोइसोइ गरेँ। अनि मेरो बुढाले चाहिँ फोन गर्नुभएको थियो। मेरो बुढासँग पनि हल्का फुल्का गफ गरेँ। अनि आज भयो त राम्री भाग्ती छेस भन्नुहुन्थ्यो, तारिफ गर्नुभएको थियो। त्यही भएर चाहिँ म मक्क भएको छु के। ओके, आजको लागि चाहिँ यति। अरू भिडियोको लागि चाहिँ भोलि वेट गर्नु होला। ओके एभ्री वान, ओके बाई।